बल्ल 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 चाहिँ अब हामी कलुकतर्फ लाग्दैछौँ। छ्यामाकोमा हाम्रो ठुलो बहिनी रोजलिनको बिहा भोलि छ। जाँदैछौँ बल्ल बल्ल बल्ल। र यहाँ चाहिँ करुणा र नानी छ, पछाडि आएना छ। अन्त नानी पनि हल्का बिसन्चो छ गाइस। के भन्नु त्यस्तै हो। टाँसी कता गएको यो? टाँसी कता गएको? कहाँ गएको भाइ? लो दाजुभाइ यहाँ दुईजना दाजुभाइ जाँदैछ। र अहिले चाहिँ हामी श्रीबदाम आइपुग्यो। श्रीबदामको यो चाहिँ बजार भनौँ है। अहिले चाहिँ हामी रिन्चेबुङ आइपुग्यो। रिन्चेबुङ भन्छ कलुक भन्छ। रिन्चेबुङ र कलुकको बिच हो। यहाँ हँसिलो अनुहार भइरहेको छ। नानीको होइन आमाको बहिनीको बिहा खानु पायो भनेर खुसी भइरहेको छ। अब यो उकालो जानुपर्छ हामी हो। यो चाहिँ रिन्चेबुङ जाने बाटो हो। रिन्चेबुङ चाहिँ यहाँबाट यो माथि चाहिँ डनबस्को स्कुल हो। यो माथिको चाहिँ यो चाहिँ यता कलुकबाट आएको। मैले चाहिँ गाडी घुमाएर राखेको गाइस। अन्त यो चाहिँ मेरो अट्टेरी छोरी है। पुरा अट्टेरी भएको छ यो केटी। अनि यो चाहिँ म मेरो गरिदिएर म चाहिँ यस्तो छु। म त यस्तो छु गाइस, हेर्नुहोस्। यहाँ चाहिँ पार्टी हुँदैछ। ये मेरा बीबी है, ये मेरा बीबी है, ये मेरा छोटा बेटा है और ये मेरा बड़ी बेटी है और ये मैं हूँ और यहाँ पे पार्टी हो रहा है। और यहाँ पे मेरा भाई लोग आ रहा है। मैगी कांचा, ये मैगी कांचा है नीलो वेस्ट में। वो ग्लास लगा के मैगी कांचा आ रहा है उधर से। राख्नु हुँदैन नि। धमाधम रोटी पोलाइ हुँदैछ सक्नु आँटेको। बहिनीले यता हेर्छ कि भने हेर्दै। साइज ठिक छ हैन? कि सानो भयो? ठिकै छ? ल यो सुपमै हालेर नि कि त टाउको साइडमा
सर्वशक्तिमान जिउँदो परमेश्वर पिता तपाईँको येशू ख्रीष्टको नाउँमा तपाईँलाई धन्यवाद। आजको दिनको लागि प्रभु हामी दुवै पक्षले प्रार्थना गरिरहेको छौँ। तपाईँले सुन्दर जिन्दगीमा सबै विशेष आज उहाँलाई आफ्नो साथमा जिन्दगी 8 वर्ष अन्त किन हो लगाउन मजाको देखिरहेको छ त यहाँ दुईजना एबियाना र आयाना चाहिँ यहाँ लन्च ब्रेकफास्टमा आएको चाहिँ हो। अन्त एबियाना चाहिँ कसको छोरी हो? किरण दाजुको छोरी है, हाम्रो माइला मामाको जेठा छोराको छोरी। यो हाम्रो स्न्याक्स पनि आयो। ठै बहिनी दुईजनाले मजाले लिँदैछ है। ए भएछ त जोल जुलुम गरेको छ। कसैले तिमीलाई आजको यो विवाह गर्नै पर्छ भनेर प्रलोभन देखाएको छ, डर आएको छ, धम्की दिएको छ। के तिमी आजको यो विवाहमा स्वेच्छा उपस्थित छौ? धन्यवाद। जीवन सुब्बा, तिमी यहाँ आज रोजलिनसित विवाह गर्नको निम्ति उपस्थित भएको छौ। के यो विवाहमा कसैले तिमीलाई जोरजुलुम गरेको छ? डराउने, धम्की दिने काम, प्रलोभन दिने काम गरेको छ? यो विवाहमा तिमी आफ्नै इच्छाले स्वेच्छा उपस्थित भएका हौ। एकछिन बसिदिएको नि भयो। र अब तपाईँहरूले यहाँ दुवैलाई मैले प्रश्न गरेँ अनि उहाँहरूबाट कुनै पनि रोकटोक नभएको कारण म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु कि हामी आज यस विवाहको कार्यक्रममा अब अघि बढेर जान सक्छौँ। र आजको यस विवाहमा अघि बढ्दा अब म पहिले प्रश्न गर्दैछु जीवन सुब्बालाई। आज यो समाजको सामने, मण्डलीको सामने, परमेश्वरको सामने तिमीले रोजलिनको दाहिने हात समातेर यहाँ खडा भएको छौ। आफ्नो वैवाहिक पत्नीको रूपमा उसलाई ग्रहण गर्नको निम्ति यस सन्दर्भमा के सालो केटा र म त सानो सामान लिनु आएको छु यहाँ दोकान बिहा घरबाट। सालो केटा दामी भएको छ आज है। अलिक हाँस त
आमा आज खुसी छ कुनै किन हो कुनै के भयो जस उता देखि दिनु मेता ल नानी माग्दा नानी पनि निकालिदिन्छ नि हो पर्न यता हैन सबात दिदीको चाहिँ उयोहरू चाहिँ खोलिदिनु ल अहिले लगाएको आफै नगर्नु तपाईँ आफै बिगार्दैछ केस आफै खोल्दा आफै बिगार्दैछ आफै बिगार्दैछ नि केस भाइ यता हेर्नुहोस् ओ यता मेरो पनि खिच्दैन सानोतिर त यता भ्लगै भयो त अनि रेडी भाइ यता रेडी मासला उसले त पोस्ट पनि दिँदैछ नि हेर बडी आउनु भएको छैन कहाँनिर लु यहाँ दुईजनाको भिजिट हुँदैछ यो मेरो फ्यामिली मेरो गोठ हो एकदम आज कलरफुल छ हामी सबैजना अन्त म चाहिँ यस्तो यहाँ हेर न म चाहिँ यस्तो छु हो भाइ हाम्रो रुम चाहिँ यता छ गाइस हो हाम्रो रुम चाहिँ यहाँ छ हाम्रो रुम चाहिँ यस्तो भइरहेको छ खोलिफा सुरक्षा साथ जोइन देखिन नि यसको भएन यो त्यो त जोइन देखिन Lo canchas aquí, धन्यवाद प्रथम स्तर
अरू कति सामानहरू ल ल ल प्रार्थना समाचार छ